ल है साह्रै खुसीको खबर छ आज मेरो लागि चाहिँ। आज नेपालबाट मगाएको माया धराने बेसार मेरो हातमा परेको छ। यो बेसारलाई चाहिँ मान्छेले नाना थरीका ब्लेमहरू लगाइराखेका हुन्छन्। विशेष गरेर यो चाहिँ महँगो भयो, प्याकेटको 550 हुनुपर्ने 450मा बेचिरहेको हुन्छ। तर यो बेसार चाहिँ 800 रुपियाँ महँगो भयो भनेर धेरैले भन्दा पनि म सबैलाई त भन्दिनँ, तर विशेष गरेर म चाहिँ जहाँसम्म लाग्छ त्यो विरोध गर्ने व्यक्तिहरू, दलको मान्छेहरू अथवा होइन पार्टीको मान्छेहरू हुनसक्छ। तर म जस्तो सचेत युवाले चाहिँ म कसरी यसलाई विश्लेषण गर्छु भने, यो माया धराने बेसार भनेको चाहिँ हुनु त म झापाको हो, मेरो परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ नरवीर आम्लेम्बे, हर्क साम्पाङ मेयर साहबको चाहिँ म डाई हार्ट फ्यान भनेर म भन्न चाहन्छु। स्पेसली डाई हार्ट फ्यान म र पनि मलाई हरेक दिन धरानको मेयर साहबको बारेमा म प्रायः भिडियोहरू हेरिबस्छु र बुझिराख्छु। प्रायः म एउटा भिडियो पनि छुटाउँदिनँ। त्यसले गर्दाखेरि मलाई जहाँसम्म 100% स्योर छ कि यो बेसार चाहिँ विष्णु पादुकामा किसानहरूले आफ्नै बारीमा रोपेको अर्ग्यानिक बेसारबाट प्रशोधित भइकन माया धराने बेसार फ्याक्ट्रीमा भएर आएकोले गर्दा यो चाहिँ एकदम अर्ग्यानिक प्योर छ। अरूमा चाहिँ मिसावट हुन्छ। कसरी मिसावट हुन्छ भन्दाखेरि धेरै युट्युबबाट पनि हेरियो, देखियो पनि। चामलको कनिका मिसाएर पिस्ने, 1 किलो बेसारलाई चाहिँ 4 किलो कनिका बेसार मिसाएर त्यसलाई चाहिँ हरियो रङ बनाएकोले गर्दाखेरि यो सस्तो 550 पनि त्यसलाई चाहिँ म महँगो नै भन्छु, 550 रुपियाँलाई। तर यो 800 रुपियाँ पनि म यसलाई चाहिँ सस्तो किन भन्छु भने 1 किलो सुकाएको बेसारलाई फ्याक्ट्रीमा लगेर बनाएर 4 किलो 5 किलो कनिका लाएको चामलसँग मिसाएर बनाएको मिसावट बेसारलाई चाहिँ 500-450 महँगो भन्छु म। यस्तो विशेष गरेर यो चाहिँ विरोधीहरूलाई भनिरहेको छु है, विरोधीहरूलाई सम्झाउन खोजिरहेको छु। हुनु त विशेष गरेर म युट्युबर पनि होइन, म भिडियो मेकर पनि होइन, ब्लगर पनि बनाउँदिनँ। र पनि म एकदम हल्कासम्मको डायरेक्ट गर्दाखेरि म यो भिडियो बनाउनु आवश्यक परे जस्तो लाग्यो। त्यही भएर म बुझ्नेले बुझिहाल्छन्, म जस्तो सचेत व्यक्तिले चाहिँ प्रायः बुझि नै हाल्छन्। तर नबुझ्ने पार्टीभित्र रहेका पार्टीका कालोपट्टिले आँखा बाँधिदिएका व्यक्तिहरूलाई चाहिँ यो बारेमा जति नै गरे उनीहरू कस्तो राम्रो बस्न आयो। साँच्चै हो क्या, वाउ, प्योर बेसार। त्यसले गर्दाखेरि अर्ग्यानिक चिज, शुद्ध चिज जे पनि महँगो नै हुन्छ। यो म भन्छु 800 रुपियाँ पनि सस्तो भयो। किनकि मैले अघि भनिहालेँ, फर इक्जाम्पलको लागि 1 किलो बेसार सुकाएकोलाई कुट्दाखेरि 1 किलो बेसार किनेर 4 किलो कनिका मिसाएर त्यसलाई चाहिँ प्रशोधित गरेर बेसारको रूपमा कलर बनाएर बाहिर प्याकेटमा बेचेकोलाई 500 रुपियाँ किलो अथवा 450 रुपियाँ किलो बेच्दा पनि त्यो बेसार महँगो नै हो। तर यो भनेको कुनै मिसावट नभएको शुद्ध बेसारलाई चाहिँ म चाहिँ भन्छु 800 रुपियाँ पनि एकदम सस्तो भएर आयो म चाहिँ भन्छु। तर म आशा छ सायद धरानमा माया धराने बेसार फ्याक्ट्रीका सञ्चालकज्यूहरूले अथवा त्यहाँको उहरूले पक्का हिसाब गरेरै 800 रुपियाँ राख्नु होला। तर म चाहिँ 800 रुपियाँ पनि सस्तो भयो, किनकि यो चाहिँ प्योर अर्ग्यानिक, कुनै मिसावट छैन। यो विशेष गरेर यो भिडियो बनाउनुको मेन कारण चाहिँ विरोधीहरूलाई। र अर्को कुरा खुसीको खबर चाहिँ के छ भने, अब यो माया धराने बेसार मेरो हातमा पर्यो, म एकदम खुसी छु। किनकि म नेपालको शुद्ध बेसार पहिलोचोटि खान पाउँदा सायद त्योभन्दा मेरो खुसीको क्षण रहेन। र म विशेष गरेर मैले स्पेसली के गर्न खोजिरहेको छु भने, आज चाहिँ म यहाँ मसँग 2टा चमच छ होइन। यो प्याकेट चाहिँ मेरो पुरानो बेसार भरेर राखेको प्याकेट हो। यो चाहिँ आज मेरो हातमा परेको माया धराने बेसार अर्ग्यानिक शुद्ध बेसारलाई चाहिँ तुलना गर्न गइरहेको छु। स्पेसली मान्छेलाई बुझाउन कोसिस गरिरहेको छु। र मलाई यो बारेमा त्यति राम्रो ज्ञान छैन, तर कतिको फरक छ
अर्ग्यानिक बेसार र मिसावट बेसारमा त्यो बारेमा म पनि बुझ्न चाहन्छु र मैले त्यही कारणले मैले भिडियो पनि बनाइरहेको छु। भिडियो बनाउनु कारणै त्यही हो, भिडियो पनि बनाइरहेको छु। त्यसले गर्दाखेरि म यहाँ आज देखाउन चाहन्छु अर्ग्यानिक बेसार कस्तो टाइपको निस्किन्छ र के अरे मिसावट बेसार अथवा बाहिर बजारमा पाउने बेसार कस्तो टाइपको हुन्छ भनेर चाहिँ म यहाँ भिडियो बनाउन गइरहेको छु। स्पेसल भिडियो क्यामेराम्यान मेरो विशेष पवित्र लिमिजीलाई पनि धन्यवाद दिन चाहन्छु। हातमा गरिसकेर र पनि अलिक धैर्य गरेर अलिकति खिचिदिनु होला। ल 1 2 3 यो बेसार चाहिँ मैले अघि आफै कैँचीले काटेर क्यामेरामै देखाउनु लाइभमा काटेर यहाँ खनाउनु पऱ्यो भने सोचेको थिएँ, तर अब गृहमन्त्रीजीले चाहिँ अघि गएर खोलेर यहाँ रेडी बनाइदिनु गर्दाखेरि म त्यो चाहिँ गर्न सकिनँ। तर जस्ट एटलिस्ट आज मेरो हातमा पारेको कुनै भगवान् सत्य छ कुनै यहाँको बेसार यहाँ मिसाएको छुइनँ है। यो चाहिँ पक्का प्योर धरान उपमहानगरपालिकाले गणतन्त्र पछाडिको पहिलोचोटि खोलेको उद्योगको चाहिँ बेसार मेरो हातमा परेकोले गर्दा यहाँनिर म टेस्ट गर्न गइरहेको छु कुन चाहिँ शुद्ध अर्ग्यानिक र यो बजारमा चाहिँ कुन चाहिँ के डिफ्रेन्स छ भन्ने कुरा चाहिँ म देखाउने गर्छु। ल हेर्दै गर्नु होला सम्पूर्ण मित्रहरू अथवा हेर्दै गर्ने साथीहरूलाई र विरोधीहरूलाई पनि यो बारेमा यो यता नजिक देखाउनु थियो। यो चाहिँ के अरे नेपालमा पाएको बजारे बेसार हो। यो अलिक मजाले खिच्ने क्यामेरा मलाई देखाइदिनु हो। यो चाहिँ मैले घरमा अहिले यो बेसार चाहिँ अहिले मेरो घरमा युजहरू भइरहेको बेसार हो, खाँदै गरेको। र यो पाकेटको चाहिँ आज मेरो हातमा परेको धराने बेसार हो। र म यो दुईटालाई चाहिँ म फरक भिन्नता के छ भनेर देखाउन खोजिरहेको छु। ल मैले पहिले यो गिलासमा चाहिँ यो सानो गिलासमा चाहिँ मैले बजारे बेसार है भन्नाले खाइरहेको बेसार टेस्ट गर्न गइरहेको छु। यहाँ पानी पनि खिच्चा पानी हालेको एक गिलास यहाँ हालेँ, अलिकति 2 इन्च जति छोडेर यहाँ पनि मैले हालेँ, झन्डै बराबरी पानी हाल्छु तकरिबन समथिङ बराबरी नै भन्दा थियो। पानी हालेपछि यो सानो गिलासमा चाहिँ मैले खाइरहेको अहिलेसम्मको बजारे बेसार 1 चम्ची देखिराख्नु भएको छ। 1 चम्ची ल सेम गरेर 1 चम्ची यसमा लगाएँ र के भिन्नता छ, कलर कस्तो खालको आउँछ त्यो बारेमा तपाईँहरूलाई लाइभ हेर्न सक्नुहुन्छ है। अलिक नजिक हुँदै खिच्नु यहाँ मैले हालेँ। अब पालो ठिकै छ, यही सेम चम्ची सेम बराबर हाल्नु पऱ्यो नि त। त्यसले गर्दाखेरि अब पालो चाहिँ यो धराने अर्ग्यानिक बेसार, शुद्ध कुनै मिसावट नभएको बेसार। ओहो माई गड, ल कलरै डिफ्रेन्ट हुँदो रहेछ नि त। अनि कहाँबाट फरक भन्ने त त्यसै भइहाल्छ नि। हेर्नु त यो कस्तो प्योर बास्ने पक्का प्योर बेसार गयो। ल बराबरी बेसार मैले यहाँ हालेँ। ल हेरौँ है मित्रहरू, ल कलर हेरौँ है कलर। ल म एक नपत्याए म फेरि देखाउँछु। यो चाहिँ एकदम पहेँलो छ। यो सेन्ट भने त्यति मजाले म बास्न आउँदैन। यो चाहिँ पहेँलो छ होइन। र यो बेसार चाहिँ फेरि अलिक ढाक टाइपको, तर सेन्ट चाहिँ आम्मा कस्तो दामी क्या। बेसारको पक्का खेतीबारीमा हामी गाउँमा हुँदाखेरि बारीमा रोपेको बेसारको त्यो हामी त्यो हुन्छ नि बेसारको त्यो यसरी नपिसिकनको त्यो खोलामा बास्न आएको जस्तो हर बास्न आइरहेछ। यही डिफ्रेन्स छ। यो अलिकति बेसार जस्तो तर अलिकति कस्तो गनाउने। यो चाहिँ वाह, यहाँबाट मलाई चाहिँ अनुभव भइसक्यो मलाई है। मैले यो 2टा गिलास राखिरहेको छु टेस्ट गर्नलाई, 2टा गिलास राखिरहेको छु। र अब यिनीहरूको कलरमा चाहिँ के डिफ्रेन्ट आउँछ भनेर म अब एकछिनमा बोल्दैछु। एकछिनको लागि चाहिँ यतिकै राखिदिउँ। म यो बेसारलाई पनि थोपिदिएँ, कलरै डिफ्रेन्ट छ नि। त्यतिकै भनेको होइन नि, मैले अघि पनि यो बारेमा मैले एक्सप्लेन गरेँ। किन मैले धरानकै के अरे हाम्रो पत्रकार मित्रहरूले धेरैले धरानमा मिसावट चाहिँ कति किलो पक्रेर फालेको मैले भिडियोमा देखेको थिएँ। चामल कनिकासँग मिसाएर फालेको देखेको थिएँ। त्यसबाट प्रुफ हुन्छ कि यसबाट चाहिँ
मानिलिउँ एक सुकाको 1 किलो बेसारलाई चाहिँ कम्तीमा पनि मेरो विचारमा मिनिमम मेरो अन्दाजमा चाहिँ 4 किलो कनिका भिजाएर मिसाएर त्यसलाई चाहिँ पिस्छन्। अनि 4 किलो बेसार 4 किलो कनिका मिसाएपछि कति किलो भयो? 5 किलो बेसार पिस्नु सक्छन्। त्यसले गर्दा त्यो बेसारको दाम चाहिँ म चाहिँ भन्छु 550 भनेर धेरै विरोधीहरूले भनिरहेछन्, तर 550 भन्दा पनि 200 रुपियाँ दिए पनि त्यो व्यापारीलाई फाइदा हुन्छ। सही, किन भन्दाखेरि मैले भने 1 किलो सुकाएको बेसारलाई पक्का बेसारलाई चाहिँ कनिकामा 4 किलो थपेर पेलेर बनाएको बेसार र शुद्ध कुनै पनि 1 किलोको बेसारलाई 1 किलोमै पेलेर 1 किलोमै बेचेकोमा 800 रुपियाँ चाहिँ म चाहिँ भन्छु योभन्दा 3 गुणा सस्तो भएर आयो मैले मेरो हिसाबमा है। किनभने मैले अघि फर इक्जाम्पल लागि भने यहाँ चाहिँ एक किलो बेसारमा 3 किलो कनिका मिसाएर पिसेको बेसार भने त्यो मिसावटमा। किन यो अनुभव चाहिँ मलाई कसरी थाहा भने धरानकै न्युजहरूमा धरानकै हाम्रो च्यानलहरूमा पहिला मेरो समयकै पालामा चाहिँ हाम्रो उपमेयर आन्द्रज्यू विक्रमज्यू हुनुहुन्थ्यो, उहाँले उहाँको उसमा फालेर पुरेको देखेको थिएँ मैले। त्यो हिसाबको अंदाजले चाहिँ यो चाहिँ शुद्ध बेसार यो चाहिँ 3 गुणा सस्तो 800 रुपियाँ पनि तकरिबन 800 रुपियाँ पनि एकदम योभन्दा 3 गुणा सस्तो भएर। किनभने 1 किलो बेसारमा 3 किलो कनिका मिसाएपछि मानिलिउँ इक्जाम्पल 4 किलो भयो भनेपछि यो चाहिँ 1 किलो बेसारमा 1 किलो कुनै मिसावट नगरी बनाएपछि यो चाहिँ शुद्ध बेसार चाहिँ यो चाहिँ 800 रुपियाँ पनि 3 गुणा सस्तो भएर आयो। म यसरी बुझाउन चाहन्छु। स्पेसली सचेत जनताहरूले सचेत जनताहरूले त बुझि नै हाल्छन्, तर पार्टीमा रहेका विरोधीहरूलाई त मैले केही भन्नु छैन। र आजको मेरो बुझाइ यति हो। तर म अब चाहिँ यो दुईटा बेसारलाई चाहिँ बजारको बेसार र यो धरानको शुद्ध बेसारलाई चाहिँ घोलेर देखाउने छु कलर कस्तो हुन्छ भनेर। ल मैले यो पनि घोलिसकेँ। यो चाहिँ पक्का यो गिलास चाहिँ माया धराने बेसार शुद्ध बेसार हो भने यो चाहिँ मैले अहिलेसम्म खाइरहेको, अबदेखि म खाँदिनँ पनि। किन भन्दाखेरि अबबाट चाहिँ म माया धराने बेसार नै खाने प्रतिबद्धता लिएको छु। ल अब यो चाहिँ यो पनि घोलौँ सेम गिलासमा। बाफ्रे यो त सुन्तलाको कलर जस्तो जाँदो रहेछ, ओरेन्ज कलर क्या त्यो। यहीँबाट थाहा हुन्छ ल, हेर्नु लु नपत्याएर हेर्नु कति साह्रो पहेँलो क्या त्यो कलर क्या। यो चाहिँ पक्का अर्ग्यानिक पक्का बेसारको प्युर कलर। ल हेर्नुहोस् ल यति साह्रो डिफ्रेन्स हेर्नुहोस् है। ल यति साह्रो डिफ्रेन्स छ। ल यो चाहिँ के हो? यो जुस जस्तो क्या, यो जुस के, यो जुस यहीँबाट थाहा हुन्छ ल फरक भिन्नता के हो भनेर। ल हेर्नुहोस् ल यहाँ मजाले खिच्नु त यता मेरो गृहमन्त्रीज्यूले खिच्दै हुनुहुन्छ र यहीँबाट थाहा हुन्छ कि यो बेसार कुन चाहिँ शुद्ध हो भनेर। प्राय म्याक्सिममले भन्छ यो बेसार चाहिँ म्याक्सिममले, किन भन्दाखेरि यही मिसावट बेसार युज गरिरहेको छ। चाहे इन्डियाबाट आएको बेसार किन नहोस्, चाहे नेपालमा पनि साधारण त्यो मिलमा पिसेको बेसारहरू पनि यो कलरको हुन्छ है। किन भन्दा मैले अघि फर इक्जाम्पल भनिसकेँ, यसमा चाहिँ 1 किलो काँचो बेसार लिएर 3 किलो कनिका मिसाएपछि जम्मा 4 किलोबाट चाहिँ 1 किलो 4 किलोबाट बनाएको बेसार होइन। 4 किलो कनिका 1 किलो होइन 3 किलो कनिका 1 किलो बेसारमा चाहिँ मिसाएर यो कलर आयो। यहाँबाट थाहा हुन्छ। नत्र यो हेर्नु, यी बेसार चाहिँ माथिबाट तौरिरहेको छ नि, यो तौरेको छैन नि, किनकि यो चामलको पिरोकै ताउन्छ, चामल र बेसार मिसेको तौरेको छैन नि त। यी पक्का प्योर अर्ग्यानिक बेसार चाहिँ यसरी तौरिरहेको छ। ल डिफ्रेन्ट देखिहाल्नुभयो तपाईँहरूले। म युट्युबर त होइन, म स्पेसली यो भिडियोलाई चाहिँ म युट्युबमा चाहिँ हाल्दिनँ, तर म फेसबुकबाट हाल्ने प्रयास गर्छु। धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। विशेष गरेर मेयर साहबलाई चाहिँ मेरो तर्फबाट 1000 तोपको सलाम। मैले अघि पनि 2टा भिडियो बनाएर देखाइसकेको छु। ल फरक चाहिँ यो छ, म यो चाहिँ म काँचै पिउँदा हुन्छ नि होइन, के हुन्छ केही हुँदैन नि होइन, पानी घोलेर हुन्छ। ल ओके, ल यताबाट मात्रै आवाज आयो, यताबाट आवाज आएन।
मैले स्पेसली क्यामेराम्यानलाई सोधेको थिएँ हुन्छ कि हुँदैन भन्दाखेरि हुन्छ भन्यो। गृहमन्त्रीले हुन्छ भनेपछि ओके ल यो चाहिँ लिएँ, म यो चाहिँ पिउँदिनँ किन म डर लाग्छ यो भनेको जस्ट खानेकुरामा जस्ट मिसाएर अलिक पहेँलो बनाएर जस्ट रङ्गिन अलिकति हेर्दाखेरि मिठो जस्तो मात्रै हो, तर स्वास्थ्यको लागि चाहिँ नो गुडै भन्छु म स्पेसली। पक्का गाउँको क्या, गाउँको त्यो होइन, अरूभन्दा पनि बासना। बेसारको त कहाँ टेस्ट त बासना त हो। यो चाहिँ खाएँ, यो चाहिँ म खाँदिनँ, यसलाई चाहिँ म अलिक गरेर फालिदिने छु। ल आजबाट यो बेसार चाहिँ मैले घरमा खाइरहेको बेसारलाई चाहिँ डस्टबिनमा थ्रु है, यो चाहिँ थ्रु। अनि आजबाट चाहिँ मेरो यो बेसार सुरु हुनेछ। म जसै गरेर पनि नेपालबाट मगाएर हुन्छ, कताबाट मगाएर हुन्छ, पसलमा खोलेर हुन्छ, यो माया धराने, यहाँ देख्नुहुन्छ माया धराने बेसार यो खानेछु भनेर म प्रतिबद्धता गर्दछु। र स्पेसली म यहाँ मेरो साथको फोटो देखिरहेको छु, श्रम गरेर ढुङ्गा बोकेर बनाएको बेसार उद्योगलाई चाहिँ म 1000 चौको सलाम दिन्छु। र मलाई एउटा अघि छुटेको चाहिँ मलाई अलिकति हाम्रो हुन त मैले हाम्रो समीरजीको ब्लगहरूमा चाहिँ मैले धेरै देखिरहेको थिएँ। समीर तामाङजीको ब्लगहरूको ड्रास्टिक चेन्ज ब्लगहरू म फलो गरिरहेको छु। यहाँ लेखेको चाहिँ के लेखेको छ भने बुझ्नुपर्ने कुरा हुन त म मेरो फ्रेन्डहरू फलोवर त्यति छैनन्, र पनि म जति पनि मेरो फेसबुक फ्रेन्डहरू छ समथिङ 300-400 जना होला, त्यतिले चाहिँ बुझोस् भनेर मैले फेसबुकमा हालेको मात्रै हो। तर प्रायः 300-400ले सेयर गर्यो भने त 3-4 हजारै पर जानेछ। र सेयर गर्छन् गर्दैनन् त्यो मेरो फ्रेन्डहरूमा निर्भर पर्छ। यहाँ के लेखेको छ भने मैले यो चाहिँ पढेर सुनाउन चाहेँ। आत्मनिर्भरता, आफ्नो समस्याको समाधान आफ्नै उत्पादनमा आधारित भएर गर्नुपर्छ, कुनै विदेशी उत्पादनमा निर्भर भएर होइन। यो चाहिँ 100% सत्य हो। किन भन्दाखेरि हामी नेपालमा चाहिँ धेरै होइन, अब 100% जे पनि सानो सिन्कादेखि लिएर लत्ता कपडादेखि लिएर खाद्यान्नहरू नेपाल कृषि प्रधान देश हो भन्छ। नेपालले कहिले खाद्यान्न आफै उमारेर बेचेर खाएर देख्दिनँ, सबै इन्डियाबाट ल्याएर देख्छु। यो चाहिँ पहिलो धराने बेसार जनताहरूको लागि यो चाहिँ एउटा पाठ हो, शिक्षा हो भनेर भन्न चाहन्छु। जय हर्क सम्पाङ, जय हर्क बार, जय हर्क सम्पाङ, जय हर्क बार।